हेलो गाइस, आज चाहिँ हामी घरमा मटन पकाउँदैछौँ। हाम्रो भित्र लानु हुन्न, त्यही भएर हाम्रो बाहिर पकाउँदैछौँ। मैले चाहिँ आफ्नै तरिकाले पकाएको हो। अब रेसिपी त मलाई हजुरहरूलाई थाहै छ होला। मैले चाहिँ पकाएको मात्र हालेछु। अनि घरमा चाहिँ आगोमा पकाएको छुट्टै हुन्छ कि। अनि युट्युबमा भिडियो एडिट गर्न राम्रोसँग नआए नि, फोन राम्रो नभएर क्वालिटी राम्रो नआए नि सब्सक्राइब गरिदिनु होला भन्दै। अनि हामीले चाहिँ यसमा पानी हाल्यौँ। पानी हालेर 3-4 सिटी लगाएर अनि एकछिन पकाउने। 3-4 सिटी लाएर उतारेपछि पाक्छ यो चाहिँ।